राजा चाहियो हामीलाई स्याप टिप्ने हैन भिडियो गरेन के कोकोनटको उयो माथि बिस्तारै ल यस्तो छ यहाँ हेलो गुड मर्निङ यस्तो छ 8 बजीतिर उठाइ भयो होला अहिले अनि अब आज उठ्ने अब धनकुटा यो के भन्छ राजा रानी हुँदै लेटाङबाट जान आँटेको के त यो धरानबाट नझरिकन राजा रानीबाट जाने एउटा छ अरे क्या बाटो पनि राम्रो छ र अनि राजा रानी पोखरी पनि हेर्दै जाने भनेर त्यस्तै अनि त्यतिकै छ अब बिहान उठ्यो अब यसो फ्रेस हुने टोइलेट जाने हो अनि आएर अब टक्कसँग खाजा खान जाने अनि खाजा खाएर अनि टट्ट राजा रानी जाने हो त्यहाँ यसो घुम्ने एकछिन अनि त्यहाँ पछाडि चाहिँ घरतिर जाने हामी अब बल्ल उठ्यो अब हामी आज उता के भन्छ लेटाङ हुँदै धरानतिर नगइकन अब सिधै यता भेडाटारबाट यता लेटाङ जाने रहेछ त्यहाँ राजा रानी हेर्दै भन्दा पनि राजा रानी पोखरी हेर्नु है राजा रानी पोखरी हुँदै यता हामी झापातिर जान आँटेको बाटो पनि राम्रो छ अरे यी सानो उयसमा मात्रै हल्का अप्ठ्यारो छ त्यहाँदेखि चाहिँ राजा रानी ताल हेर्दै अनि उता के भन्छ झापातिर जाने ल अहिले अब खाजा स्मबाट फ्रेसेस भइसकेपछि खाजा खान जाने ल यो बिस्कुट नयाँ के भन्छ इनर्जी बार अरे कम्प्रेस्डवाला क्या टेस्ट गर्नु पर्ने कस्तो रहेछ मिठो हुँदैन यो बिस्कुट लास्ट हामी बाहिर निक्ल्यौँ अब के भन्छ लेटाङ भन्दा अब खाजा ब्रेकफास्ट खान जान्छौँ ब्रेकफास्ट खान गएर अनि त्यहाँदेखि चाहिँ हामी राजा रानी ताल जाने होइन राजा रानी ताल जाने यो बाटो सिधै जाने उयो हेर्नु न एउटा दामी रहेछ ओ केटा त्यो एउटा कार्टुनमा छ नि त्यो क्विनको डग जस्तो क्या त्यो एलिजाबेथको डग जस्तो देखिरहेको छ अब त्यही हुँदै अब यता हामी पहिला यतातिर ब्रेकफास्ट खान जान्छौँ होला अनि खाजा खाएर चाहिँ अनि हामी राजा रानी तालतिर सिधै जान्छौँ त्यहाँबाट चाहिँ खोइ ओखली डाँडा होइन ओखली डाँडाबाट चाहिँ त्यही बाटो चाहिँ राजा रानी जाने रहेछ अब यो बाटो गएर अब पहिला खाजा खाउँ अनि त्यहाँदेखि चाहिँ अरू कुरा गरौँ ल कफी आइसक्यो मैले डोपियो मैले अमेरिकानो सिङ्गल सर्ट खाएको छु कफी खाने हो अनि स्विङ राजा रानी के साँच्चै सामान किन्नु पनि पुछिरहेको छु यहाँ केटा अरूभन्दा नि केटाहरूको कोसेलीको सामान सुन्दाखेरि छक्क पर्छु एउटा के भन्छ एउटाले 17वटा कुरकुरे मगाएको छ भेरेटाटको यो 17 कि 17वटा होइन अब 17वटा भन्दैछ अब 10वटा मात्रै लगिदिने होइन अनि अर्को के अरे एउटाले उता काठमाडौँबाट कति अरे अब काठमाडौँबाट पनि त्यसले कति 5-10वटा माग्दै थियो अरे अनि बिस्कुट पनि त्यस्तो त्यति नै छ हौ केटाहरूको डिमान्ड बल्ल केटाहरूको सामान ल्याइयो आफ्नो पनि थियो अरे यो केटाहरूको पार्सल है यो यता पनि छ लगभग त्यस्तै कुरकुरे 40वटा थियो होला हो 40 प्लस होला लगभग मलाई लाग्छ कुरकुरे धनकुटा कुरकुरे अनि हामीले खाने पुगेको यो चाहिँ यो सबै केटाहरूको लागि कोसेली है यो पनि यस्तै छ गाह्रो छ अनि अब हामी अब राजा रानीतिर प्रस्ताव हुन आँटेको छौँ है राजा रानी जाने अनि त्यहाँदेखि चाहिँ राजा रानी गएपछि उता लेटाङ लेटाङबाट ओख्रे डाँडा हुँदै तल झर्ने यसले मजाले भन्छ ल भन्छ हामी अब यहाँबाट भेडाबाट के अरे हामी राजा रानी तालदेखि हल्का पछाडि आएर चाहिँ ओख्रे डाँडामा हल्का यसो भ्यू हेर्ने होइन ल्यान्डस्केप त्यहाँको दामी छ त्यहाँ पछाडि लेटाङ झर्ने त्यो बाटो छ अरे अनि लेटाङबाट हामी झापा भयो हो अब भेडाबाट यता तल जाँदा धनकुटा यता जाँदा राजा रानी ताल है हामी अब राजा रानी तालतिर लाग्यौँ हाम्रो अब हामी यता हुँदै राजा रानी ताल लाग्दैछौँ
हल्का चाहिँ बाटो चाहिँ अनगोइङ छ। अब हामी लाग्यौँ राजारानी तालतिर। हाम्रो यस्ता छ हल्का ट्राइपोड भएको चाहिँ दामी हुन्छ क्या। गोरखको होइन ट्राइपोड पनि क्या फोन चेप्लेर यसो घुमाउनु सजिलो क्या। हातले नै त गरिन्छ होइन। अस्ति दाइलाई भनेको चाहिँ तँलाई लिएर आइज भनेर जोडियाबाट दाइलाई मानिस। अब हाम्रो बाटो चाहिँ यता छ है, हेर्दै गऱ्यो। अब हेर्दै गरौँ। अब बाटो हल्का यस्तै छ। अब हल्का माथि गए चाहिँ राम्रो हुन्छ। पिच छ हल्का छ। अफरोड भन्दा नि के भन्दा ग्राभेल ग्राभेल के भन्दा अब ठिकै हो यार। माथितिर पिच छ नि त। पिच पहिला त पिच थियो अनि पछाडि पुगिरहेको थियो क्या बाटो। तर पहिला हामी आउँदा चाहिँ केटाहरू आउँदा त पिचै थियो। योमा के छ त त्यहाँ चाहिँ छ है बुलेटहरू जाँदैछ। तर त्योभन्दा धुलो खानुभन्दा त यही ठिक त यस्तो छ बाटो। हामी आइपुग्यौँ राजारानी जाने बाटोतिर। हेर्नु न यो भ्यू चाहिँ यस्तो दामी रहेछ। लास्ट झन् आज अझ योभन्दा राम्रो राम्रो सिनहरू आउँछ अरे भन्दैछ मेरो साथीले। यो चाहिँ अगाडि नै गएर आएको राजारानी। अनि उसले अलिक बाटो थाहा छ। अनि मलाई चाहिँ भर्खर मलाई न्यू हो मेरो चाहिँ। अब यस्तो ट्राभल गर्दै हेर्ने हो यस्तै छ। राजारानी यता यता भरे उता झर्दा चाहिँ कता रहेछ? धरा कता छ? धरा यताहरू चाहिँ यता आउनु पऱ्यो। राजारानी त्यही हो। फाइनली राजारानी ताल आइपुग्यो हामी। ताल त यस्तो दामी रहेछ। आउनुहोस् हेर्नुलाई। हेर्नु सिनहरू त ओ जुके झोला लिएर आइज न। यहीँ बसौँ न। यहाँ न कस्तो दामी ठाउँ रहेछ। आउनुहोस् डु भिजिट होइन। आम्मा कस आनन्दले पिसफुल टाइपको रहेछ क्या। यस्तो राम्रो रहेछ हेर्नुहोस् भ्यू त। मा भनेको आमा हो यहाँ। मावा रक अहिले पोखरी भएकै हो। ए पल्लोपट्टि पावा रक बाउ हो। हिन्दू भाषा बाउ। पहिले देउताहरू उनीहरूको एउटा भेट हुने ठाउँ चाहिँ यहाँ माङधुमसिङ भन्ने माथि त्यो यताको र उताको राजा र रानीका भेट्ने ठाउँ चाहिँ त्यहाँ छ। त्यहाँ पोखरी पनि छ भन्छ। त्यो आँखा देखेर मात्रै दिन्छ अरे। सानो यस्तो कुवा छ अरे क्या यहाँ। ए यहाँ माथि त्यो जङ्गलभित्र
देखिँदैन रे लट्टरले देखिँदैन जस्तै कि अब अलिक हुने अब भनौँ न त्यो देख्ने आँखा उयो भएकोले त्यस्तो चाहिँ पुर्खाहरूले भन्दै आएको अब तपाईँ चाहिँ यो नामाकरण भएर राजा रानी बनाएको ए खास गरी चाहिँ मावा र पावरक हो मावा र पावरक तर ठाउँ चाहिँ हेर्ने अङ्कल राम्रो रहेछ यहाँ घुम्नु आउनु चाहिँ यहाँ कहाँ मेला लाग्छ भन्दै हुन्थ्यो नि तपाईँले यहाँ तल लाग्छ यहाँ तल होइन अनि हो कहिले बोटिङ खेल्नु भने एकछिनपछि पर्खिनु हुने ल त्यो भाइ तल बुधु त्यो नानी लिनु गएको छ कि आउनु बोटिङमा चाहिँ कति रे भयो 250 बोटिङ आउँदै गर्नु नि मेला लाग्छ 29 गतेदेखि 29 गतेदेखि मेला लाग्ने 7 दिने मेला गेम हुन्छ फुटबल म्याचहरू हुन्छ कन्सर्टहरू छ कन्सर्टमा आउने नाच्ने ए यहाँ कन्सर्टमा आउने तपाईँहरू पनि आउनु सक्नुहुन्छ के भन्छ यहाँनिर के ठाउँ है राजा रानी ताल होइन अर्को के पो मावा र पावरक पहिलेको नाम चाहिँ अहिलेको चाहिँ राजा रानी ताल हो तपाईँहरू आएर यहाँनिर हेर्न सक्नुहुन्छ ए राजा रानी ताल यस्तै छ है आउनु होला भिजिट गर्न यस्तो राम्रो छ माछाहरू हेर्नुहोस् यहाँ त्यसरी आएको रहेछ अहिले चाहिँ यहाँ चाहिँ पाल्नु होला माछाहरू चाहिँ लोकल्ली तर लास्ट राम्रो रहेछ अहिले हामी यहाँ गरेर के हो रानी ताल लेखेको ठाउँमा गएर हामी फोटो खिच्छौँ यसो साथीहरू यस्तो दामी छ तर जे भने पनि एउटा कुन चाहिँ एउटा कमेडियन होइन रानी पोखरी छ राजा पोखरी खोइ भने यस्तो यहाँ पनि रानी ताल छ राजा ताल चाहिँ खोयो भने यस्तो हुनु पर्यो नि त होइन राजा ताल पनि चाहियो यहाँ लेखेको यहाँ चाहिँ के बोट भन्नाले कस्तो खोइ ए त्यो बोट भनेको ए कति भयो अरे बोटको सोध्नु तर बाइकको भित्र छिरेको चाहिँ 50 रुपियाँ इन्ट्री रहेछ बोटको चाहिँ भन्दै थियो यादै भएन मलाई त्यस्तो नर्मली बोट होला भनेर नचढ्ने भनेर त यस्तो मिसिनवाला बोट रहेछ हेर्नुहोस् म डुङ्गा जस्तो टाइपको भनेको थिएँ क्या होइन रहेछ लास्टमा चाहिँ बोटै रहेछ यस्तो भाले रहेछ तर राम्रो रहेछ चाहिँ ठाउँ पिसफुल टाइपको छ फ्यामिलीसँग आउनु घुम्नुलाई अनि यस्तो बाटो तर राइडर हुन्छ भने चाहिँ अहिले नै आउँदा हुन्छ है यस्तो हल्का त्यस्तो एक्सट्रिम अफ रोड चाहिँ छैन हल्का अफ रोडहरू मन पराउने बाटो बन्दैछ यो भेटारबाट आउँदाखेरि चाहिँ यताको चाहिँ थाहा छैन अब यता गएपछि मात्रै हेर्नुपर्छ अब यहाँबाट यता जाँदा पनि लेटाइम दिन्छ अरे त्यो बाटो चाहिँ थाहा भएन यताबाट आएको त्यस्तो राम्रो चाहिँ बाटो छ त्यस्तो उयो चाहिँ छैन अफ रोड चाहिँ तर बनाउँदैछ तर हल्का अब एक्सट्रिम चाहिँ होइन हल्का नर्मली अफ रोड गर्नुहुन्छ भने चाहिँ दामी मजा आउँछ तपाईँहरूलाई तर चाँडो गर्नु रोड बनाउँदैछ बनाइसकेपछि चाहिँ फेरि त्यस्तो चाहिँ मजा आउँदैन पिचवालामा चाहिँ छुट्टै अर्कै हुन्छ नि त त्यही भएर कोकोनटको कुकिज होइन अहिले भेराइटाबाट किनेको थियौँ खानुलाई तर हल्का स्विट छ तर मिठो रहेछ कफी होला मिठो हुन्थ्यो अब दालमा चोपेर खानु नमिल्ने पानी ल्याउनु ल्याइएन पर ब्याग छोडियो अब यस्तै छ सुक्खा खानु परेछ घाँटीबाट चाहिँ निल्नु अलिक गाह्रो छ तर मिठो चाहिँ मिठो छ आउनुहोस् चाख्नुहोस् ट्राई गर्नुहोस् Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grabbed my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums a tune I can't name,
Crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. हेर्नु न यस्तो दामी ठाउँ रहेछ हेर्नुलाई घुम्नुलाई अरूभन्दा नि यो वाला चाहिँ साह्रै मनपर्छ क्या पर्खिनु ल एउटा भिडियो बनाउँछु छ्याट्ट पारेर बस्नु हल्लिने यस्तो आनन्द लाग्छ यहाँनिर अब रेस्टुरेन्ट जस्तो बनिँदो रहेछ यहाँ अनि पक्कै उयो चाहिँ वासरुम होला यस्तो छ यहाँ एउटा हात्ती यहाँ छ हात्ती भन्दा नि स्ट्याचु भनौँ न पेन्ट अनि यो एउटा यो मेरो साथी चाहिँ लाइभ बसिरहेछ काम काज केही छैन त्यत्तिकै जोतमा खाँदै बसिरहेछ यो चाहिँ रानी ताल यहाँ छ अब यसबाट रानी तालमा फोटो खिच्ने हो यसै भएर चिक्क पारेर होइन यस्तो छ हामी चाहिँ फाइनली सक्यौँ होइन उयो गरेर घुमेर सक्यौँ अब रानी ताल राजा रानी ताल मात्रै हुन्छ होला राजा रानी ताल होइन तर लेख्नु चाहिँ फेरि रानी ताल मात्रै लेख्छ है राजा चाहियो हामीलाई अनि त्यस्तै हो होइन तर घुम्नु आउनु राम्रो ठाउँ रहेछ यसो टाइम पासको लागि यता नजिकै होटल पनि छ होला होइन होटल छ यहाँ यता यो राजा रानी ठाउँ चाहिँ हो अनि ताल चाहिँ ए राजा रानी ठाउँ चाहिँ हो ताल चाहिँ यहाँ रहेछ रानी ताल यताउति होटल पनि होला त्यहाँ ठुलो बजार चाहिँ पर मेन बजार त्यता देखिरहेको थिएँ पेट्रोल पम्प चाहिँ छैन पेट्रोल पम्प याद चाहिँ गर्नु पेट्रोल पम्प चाहिँ छैन पेट्रोल चाहिँ किन्नुपर्छ है मैले हामीले कति 1.5 लिटरको पेट्रोललाई कति 300 रुपियाँ तिरेको होइन 300 रुपियाँ हो पेट्रोलको भाडा 200 दिएको 300 3200 हुन्छ क्या 3200 मैले 320 रुपियाँ हुन्छ 320मा 300 रुपियाँ त्यहाँ दियौँ 20 रुपियाँ फिर्ता आएको थियो 300 रुपियाँ पऱ्यो 1.5 लिटरको अनि 2 लिटरको चाहिँ फेरि 500 रुपियाँ अरे त्यो भनेको भने 2 कि 2.5 लिटर दियो अढाई होला 2.25 को चाहिँ 500 रुपियाँ पर्दो रहेछ पेट्रोल होइन त्यति पऱ्यो अब त्यति हुँदै यहाँ ताल घुमिसक्यौँ अन्त अब हामी उता के भन्छ अब सिधै लेटाङतिर लाग्ने हो यो बाटो सिधै लेटाङ जान्छ अरे यो बाटो चाहिँ कस्तो छ थाहा छैन हल्का अफरोड चाहिँ छ अरे तर हल्का अफरोड उयो गर्ने भने चाहिँ यहाँ भेराटारबाट लगभग कति 20 किलोमिटर जति होला नि त्यस्तै 20-25 किलोमिटर छ होला हल्का त्यस्तो एक्सट्रिम अफरोड पनि छैन नर्मली छ अफरोड चाहिँ आउनु होला एक्सट्रिम अफरोड चाहिँदैन भने चाहिँ नर्मली अलिक चाँडो भन्नु न बाटो चाहिँ बनाउँदैछ 1-2 ठाउँ पनि दामी भ्यू पोइन्ट छ कुन भ्यू पोइन्ट पो थियो एउटा त्यो ओख्रे भ्यू पोइन्ट छ त्यता त फेरि हामी गएनौँ अलिक उयो हुन्छ भने अलिक अल्छी लागेर हाम्रो अब यहाँबाट सोमबारेबाट अफरोड सुरु भयो तल मोरङ केराबारीतिर हामी लाग्यो बाटो चाहिँ फेरि बब्बाल रहेछ सोमबार रहेछ नि त यो ठाउँ सोमबारै होला बिहिबार होइन सोमबार बिहिबार एउटै होला नि होइन मान्छेहरू बस्दैन रहेछ घरतिर बोलेरो चढ्दैन यस्तोमा अनि अस्ति त्यो इलामको बाटो कस्तो छ ठिकै रहेछ यतिको बोलेर त कुदिहाल्छ नि तिमी होइन माथिबाट झऱ्यौँ दुईवटा बाटो आउँछ यता राइटपट्टि चाहिँ लेफ्टपट्टि राइटपट्टिको झर्ने बाटो चाहिँ राइटपट्टि चाहिँ लेटाङ हाम्रो मोरङ जाने बाटो रहेछ है गाइज एउटै गर्नु होला हाम्रो अपडेट हुँदै गर्छौँ बाटो त त्यति नराम्रो पनि छैन होइन यस्तै छ बाटोहरू चिसो हावालीको मजा लिँदै लाग्दैछ हामी उकालो हुँदै राइट साइडबाट आयो अब बाटो थाहा भएन यताबाट कता हो यता अगाडिबाट गएर बाटो
सोध्ने हो अनि राइट भनेर राइटतिर लेफ्टपट्टि लेफ्ट हिँडिन्छ अहिलेको लागि चाहिँ हामी राइटतिर आउँदैछौँ तर यहाँ त बाटै छ के आउँछ ओइ दिदी भन्दा थला नि ताल जस्तो छ यो बाटो लेटाङ लान्छ लेटाङ के हुन्छ लेटाङ यो बाटो यही बाटो चाहिँ हो कसरी थाहा पाएर जान्छ कसरी गाडीको टायल हुँदैन टायरहरू हेरेको माथि कालोको देखेको थिइनँ क्या ए मुनि त माथिबाट आएको पनि यतै जाँदै थियो माथिबाट आएको पनि उतै जाँदै थियो ए जिल्फे भन्ने जिल्फे डाँडा जलफे कि जिल्फे केराबारी आइडाल्दा त्यो राइटपट्टि केराबारी राइटपट्टि रहेछ हाम्रो गाई चाहिँ बाटो चाहिँ लेफ्टपट्टि नजानु हामी झर्दैछ तल आर्टिस्टहरू हल्का झुकिङ आइसेलु चाहिँ दरोड छ है बाटो जस्तो पनि आइसेलु चाहिँ दर रहेछ बाटो यता पनि हल्का बनाउँदै होला अहिले आइसेलु बोर्ड अब चाहिँ बाटो हल्का राम्रो आएको जस्तो अवस्था भइरहेछ ओ ल पुरा यसरी खाने खान्छ आइसेलु के खानु त खान्छस् ल खाने कम्ता जान्छ आइसेलु कता देख्दैछु ऊ देखिरहेछ आइसेलु यत्रो फलेकै देख्दिनँ फलेको छैन ऊ पहिला यत्रो पाकिरहेछ फल्छ आइसेलु त मैले यो चाहिँ ऐँसेलु है ऐँसेलु सबै ऐँसेलु मात्रै छ अब यो बाटो सिधै हामी लेटाङ जाने हो यो बाटो लेटाङ पुग्छ अरे यहाँबाट फर्केर टट्ट हामी लेटाङ पुगेर यस्तै छ अवस्था अहिले चाहिँ ऐँसेलु यस्तो प्लाक्क खाने मिठो हल्का मिठो मिठो रहेछ यस्तो छ ऐँसेलु केटाको बोट त तन्ने छ माथिदेखि सबै ऐँसेलुको बोटहरू यहाँ छ फुलेको यसरी खाने हो पर्खिन तपाईँलाई देखाउँछु यस्तो च्याप्प टिप्ने होइन यस्तो गर्ने यसरी अमिलो रहेछ कस्तो रहेछ अलिक अमिलो रहेछ हगा पाएन के हो तर मिठो छ फोटो खिच्न के हो खिच फोटो खिचिस खेतलु हाम्रो बाटो चाहिँ फेरि यहाँ चाहिँ डटली रहेछ है गाइड यो बाटो चाहिँ दिदीले भन्नुहुँदै अलिक अफरोड छ पुरो गाह्रो हुन्छ है भन्दै थियो भन्नु ठिकै रहेछ अलिक तलसम्म त्यहाँबाट चाहिँ हल्का यतिको त ठिकै है बाटो तर अब यहाँ चाहिँ साथीले लगाउने अवलम्बन गर्दैछु म यसो हेर्न फेरि बन्द गरेर कुदाउँदैछ होइन बन्द भयो झन् पछाडि छ फुलफुल मुनि ठोकिन्छ क्या अस्ति नै एकचोटि राम्रै छ अरे बाटो होइन हेलो नमस्ते आन्टीहरूलाई कस्तो गर्नु सेवार भन्नु ल ओ चियाबारी छ तपाईँ यहाँ त ओइ गाई फेरि यहाँ चाहिँ फेरि चियाबारी आयो हामी एक्कासी मनभूमि स्टक प्राइभेट लिमिटेड रहेछ ओइ साथी यताबाट आयो यो बाटो होइन यता
कुने बाटो छ सिधै यो 4 कुने बाटो सिधै उतामा आउनु होला सिधै दाजु चाहिँ बाटो हामी अपडेट गर्दै गर्छौँ त्यसो भने चाहिँ हल्का बाटो चाहिँ अलिक कुनै ठाउँ राम्रो नराम्रो त्यस्तै रहेछ ब्यालेन्स गरेर हिँड्न सक्ने बाटो रहेछ बाटोमा चाहिँ ब्रेकले अलिक काम नगरेको अवस्था एकैचोटि उडाउँछु जस्तो कस्तो बाटो जस्तै रहेछ है गाइसहरू बिस्तारै ल यस्तो मान्छे अलिक खतरा राइडर भएर होला अलिक साथीले चाहिँ उडाउँदैछ नत्र भने चाहिँ गाह्रै पर्छ साथीहरू यस्तो बाटो चाहिँ हल्का रिक्सी रहेछ है तल चाहिँ यो बाटो थाहा हो क्या मलाई यो बाटो क्या मान्छेहरू हिँड्ने बाटो क्या यो रेटकको मान्छेहरू यो बाटो युज गर्छ क्या यस्तो डेडली रहेछ नि त बाटो त भिड यस्तो छ चाहिँ अगाडि हेरेँ भिड त्यो उयो त्यो हुन्छ नि ड्रोन उठाउँछ नि त्यो बाटो क्या यो चिप्लिँदैन न चिप्लिँदैन नि भन्यो त्यो पछि दावा आएको थिएन ऊ माथि बसेर पिकनिक खान्छ नि यही बाटो त हो नि त्यो एक्सट्रोम यो बाघझोडा ऊ माथि गएर पिकनिक खान्छ उयो माथि देखेर याद आयो यो डाँडाको बिचको उयो त यो बाटो 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 अर्को बाटो छैन खतरा छ नि त बाटो त दावा डन्छ हिँडेको रहेछ त्यतिको थियो ताते जिउ ओइ मान्छे के ठग्यो लेकाड यो यता पनि छ त के धरो धर्छु ल बिस्तारै पकाइ एकछिन ल बिस्तारै जाए भिडियो गरेन कि मायाको त बिस्तारै तानिदिनुपर्छ चढेर बिस्तारै पछाडि तान्नुपर्छ बिस्तारै जाने कतिमा छ बिस्तारै बाटो त फेरि फक रहेछ म चिप्ली जाँदो रहेछ त बाटो ओए बिस्तारै साथी ब्रेक पनि लाग्दैन ओए
ओए यतापट्टि जानु यतापट्टि राइटपट्टि जानु भने केराबारी पुग्नुहुन्छ यतापट्टि चाहिँ यो लेटाङ जाने बाटो यहाँबाट सिधै यताबाट आएपछि राइटपट्टि केराबारी लेफ्टपट्टि लेटाङ जाने बाटो रहेछ अब हामी चाहिँ लेफ्टपट्टि जान्छौँ के भन्छ लेटाङतिर केराबारी जाँदैनौँ हामी लेटाङतिर जाने हामी के भन्छ देब्रेपट्टि मतलब राइटपट्टि जाँदा पनि यही बाटो ठोकिने रहेछ लेफ्टपट्टि आउँदा पनि यही ठोकिने रहेछ क्या तर लेफ्टपट्टि आउँदाखेरि पनि हामी सिधै आएपछि लेफ्टपट्टि आउनु भयो भने अनि फेरि राइटपट्टि जानुपर्छ ल लेफ्टपट्टि जानु थाहा भयो भने कहाँ निक्लिन्छ तर सिधै यो आएपछि यो बाटो त माथि भिडियो खिच्नु बिर्सेछु यहीँ जोडिने रहेछ क्या यो बाटो यहाँनिर यस्तै छ है यो यताबाट आएपछि यो के भन्छ यताबाट आइन्छ बाटो अनि यता जाँदा पनि लेटाङ पुगिन्छ यता जाँदा पनि लेटाङ पुगिन्छ रहेछ तर यता जाँदा चाहिँ राजा रानी ताल हेर्दै जान पाइने बाटो पर्दो रहेछ यता चाहिँ सिधै लेटाङ निक्लिँदो रहेछ यस्तै छ ल यो चौतारादेखि चाहिँ ठिक्कै यतापट्टि ठ्याक्कै यता र यता छुट्टिँदै है हाम्रो चाहिँ यहाँबाट हामी यस्तो जाँदै त्यहाँसम्म पुगिन्छ त्यहाँ पिकअप आउँदै गरेको देख्नु भयो होला यो बाटो स्याहारेर गएर अब सिधै त्यहाँ तल पुगिन्छ तर बाटो चाहिँ अफरोड गर्नलाई चाहिँ दामी छ आउनुहोस् अलिअलि ठोकिन्छ बाइकहरू मेरो पनि ठोकेर यता माटो छिरेर चाहिँ देख्नु अहिले ठोकेर तर गर्मी चाहिँ अति गर्मी भइरहेछ है केटा गाइज तर राइड इज अन ल हामी अब यसरी गर्दा पुगेपछि लेटाङ होइन त्यो राजा रानी ताल पुगेपछि अब आइन्छ फेरि जोइन गरिन्छ तपाईँ विश्राम गरियो यहाँतिर फेरि अब लाग्ने यहाँ आएर एउटा चिप्स खाइयो अनि बा पर्खिँदा खै आधी घन्टा मात्रै भन्छ सबैले कतिखेर पुग्ने हो हस्ता थाकेर अब फेरि लाग्ने ल अहिले भेटौँ Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grabbed my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums a tune I can't name, crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. Today's for us, no time to lag. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune, sing it till we break. Concrete warm under my bare feet. Crowds moving like a heartbeat. Skipping stones in city streams we find. Let's write a new story, leave the old behind.